अन्त आर्मी खतम भयो भने त लोके एलजी अब पुलिस एलजीले अब घुस यो मोजे कुकुरको भोलि चाहिँ नि यो पुलिसलाई हामी चाहिँ नि भएको छौँ नि अहिले भर्खरै चाहिँ नि यो पाकिस्तान र इन्डियाको लडाइँ जो हुन्छ नि उसले यसको ज्यान सुरक्षा गर्नलाई यहाँ आउँछ होइन तर हामीलाई चाहिँ त्यो कम्पाउन्डभित्र 3 महिना तालिम गराएर चाहिँ सीमा सुरक्षा गर्ने यिनीहरूले गर्छ यस्तो हो कि एलजीले होइन अरू पुलिसले खान्थेन तर एलजीले खान दिएको नखरा हो तपाईँले तालिम गराएर उसलाई थाहा होला अब एलजीले भन्छ नि त अनि मैले अहिलेसम्म घुस खाएन साला भन्नु हो रे के अहिले भर्खरै चाहिँ यो बाबु चाहिँ ऊ कोइला बस्नु नाकामा बस्नु नि मजाम नि कसरी घुस खान्छन् कसरी पेस गर्छन् भन्ने कुरा यो मनलाई थाहा छ वीरगन्जको दोस्रो भन्सार भने त्यहाँबाट म चाहिँ त्यसमा चाहिँ छिरेको मान्छे खै एलजी त अब मैले अहिलेसम्म एभ्री खाएन लोकता रही खाएन मैले अघि नै भनिसकेँ तँलाई तपाईँले 3टा पुलिस कुटे भन्छन् उहाँ एलजीले नेपालगञ्ज हल्लायो भन्छन् अनि कसको विषय कसको कुरा विषय गर्नु मैले भन्नु त ल तपाईँले के अरे आर्मीले 3टा पुलिस कुटे भन्नुहुन्छ अब उहाँ एलजीले अब उतातिर के भन्छन् नेपालगञ्जतिर एक्लै अब नेपालगञ्ज हल्लाइदियो भन्छन् कसको कुरा विषय गर्नु त मैले तपाईँ गर्नु कि एलजीको गर्नु एलजी भनेको एलजी हो कि उसलाई सोध एलजी अब उसले उता म एलजी दौनै हो भन्छन् तपाईँ फेरि यता म आर्मीको म यो खुनखार भन्नुहुन्छ होइन म त कतो भइसक्यो मेरो आधा नेपाली ऊ आधा अर्ध सैनिक भनेपछि त आफै बुझ अनि अब एलजीले भन्छन् अब म त हल्दार मारेर भुकु हल्दार हो मारेर म कालो चस्मा माने तपाईँले यति भन्नु अङ्कल पुलिस ठिकै आर्मी ठिकै यति भन्नु त के छ तपाईँको विचार मैले अघि नै भनिसकेँ पुलिस हाल्ने बेला हालिस खाने बेला पैसा दिएन पुलिस भन्नु भनेपछि यो तपाईँले एलजी डाइरेक्ट एलजीले भन्नुभएको नि एलजीले हो नि तपाईँ भनेको त्यो हामीले चाहिँ आर्मीको मान्छेले कहिले पनि जिन्दगीमा चाहिँ दुनियाँलाई ठगेर खाएको छैन होइन अरू नि त अब एलजी हो नि पुलिस यहाँ ठगेर खाएन भन्नुहुन्छ फेरि घुस किन खानुभयो त त्यहाँ तर मान्छेलाई हुँदैछ नि आर्मी बेचत गर्नुभयो यार घुस खाएर यार घुस मैले खाइन तर उसैले उता लगेर मार्छु मलाई 1000 रुपियाँ 2000 रुपियाँ चाहिँ आइसी हालिदिएपछि मैले के भन्नु ओके सर अङ्कल